दूरदर्शी नेता केपी ओलीले 1 वर्ष अगाडि भन्नुभएको यो कुरा सुनौँ। मान्छे खुवाएर बाघ पाल्न सकिँदैन, त्यो गल्ती गर्नु हुँदैन। यो कुरा एकदमै सिरियस थियो। जब केपी ओलीले यो कुरा गर्नुभयो मान्छेहरूले यसलाई हाँसेर उडाए। त्यो भिडियोको पुरा अंश हेर्ने हो भने केपी ओलीले के भन्नुहुन्छ त्यहाँ भन्दाखेरि हामीसँग बाघ धेरै भयो, चाहिने भन्दा डबल भयो, आधा बाघ घटाउनुपर्छ, बरु ती बाघहरूलाई हामी छिमेकी राष्ट्रहरूमा दिउँ पाल्नलाई, एज अ गिफ्ट दिउँ भन्दाखेरि मान्छेहरूले हेर यसको बुद्धि, 8 क्लास फेलको बुद्धि, जङ्गलबाट जनावर घटाएर हुन्छ, यसले के बाघ मार्न खोजे, अब बाघ तस्करी गर्न खोजे, यस्ता खालका टिप्पणीहरू मान्छेले गरे। आज हामी त्यो भोग्दैछौँ। हरेक महिना एउटा दुईटा मान्छे बाघले टप्पक टिपेर लान्छ। हामी नेपालीहरूलाई बाघले खाइरहेछ। बाँके निकुञ्जको एरिया, बर्दिया निकुञ्जको एरियाका मान्छेहरू हर घडी त्रासमा बस्न सक्नुपर्छ। कति बेला घरका जनावर टिपेर लगिदिने हो, कति बेला आफैले टिपेर लगिदिने हो भनेर। जङ्गलको थोरै पनि उपयोग गर्न मान्छेलाई त्यहाँनिर डर छ, बाघको डर छ। तर अहिले हामी भोग्दैछौँ यो बाँके बर्दियाको रियल स्थितिको म अर्को भिडियो पनि बनाउँछु। त्यहाँ अहिले आवाजहरू साँच्चीकै उठिरहेछ, बाघहरू घटाउनै पर्छ, बाघ पालेर मान्छे मार्न सकिँदैन, जुन केपी ओलीले 1 वर्ष अगाडि भन्नुभएको थियो, त्यो कुरा अहिले त्यहाँनिर उठ्न थालेको छ। केपी ओली साँच्चैकै एउटा दूरदर्शी नेता हो भन्ने कुरा यो कुराले पनि प्रुफ गर्छ।